एभ्रिवान एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल। अनि आज म लिएर आएको छु छोटो मिठो मिनी ब्लग लिएर। अनि मैले चाहिँ आज के विषयमा मिनी ब्लग बनाउँदैछु भने मेरो बर्थडेको गिफ्टको हल। अनि मैले चाहिँ खासमा मेरो चाहिँ खासै त्यति साह्रो मान्छेहरू चाहिँ थिएन, सिर्फ मेरो घरको मान्छे र 2-3वटा साथीहरू। अनि उहाँहरूले दिनुभएको गिफ्टहरूको चाहिँ मैले सानो एउटा हल लिएर आएको छु। होप तपाईँहरूलाई राम्रो लाग्नेछ। अनि म मेरो चाहिँ फर्स्टमा मेरो मम्मीले दिनुभएको गिफ्टबाट सुरुवात गर्न चाहन्छु। उहाँले चाहिँ मलाई दिनुभएको थियो यो ब्ल्याक कलरको वान पिस। यो चाहिँ हामी दुवैजना गएर नै किनेको। अनि म तपाईँहरूलाई लगाएर पनि देखाउने छु है। यो वान पिस चाहिँ ब्ल्याक कलरमा भी नेक शेप भएको छ भने यसको ब्याक चाहिँ यस्तो खालको छ। त्यसपछि मेरो छ्यामाले दिनुभएको गिफ्ट पनि म देखाउन जाँदैछु। उहाँले चाहिँ मलाई यति राम्रो ब्युटिफुल कर्ड सेट दिनुभएको छ। यो चाहिँ टपको भयो, यसको ह्यान्डमा अनि यहाँनिर बटममा यस्तो खालको छ। यो पनि म तपाईँहरूलाई लगाएर देखाउने नै छु। अनि यसको तलको सुरुवाल पनि सेम प्याटर्नको छ। अनि मैले चाहिँ यो लगाएर पनि भिडियोहरू बनाइसकेँ। मेरो साथीको बर्थडेमा मैले लगाएर गएको थिएँ, एकदमै मन पर्यो। थ्याङ्क यू सो मच छ्यामा। सो यो कर्ड सेट चाहिँ व्हाइट र ओरेन्ज कलरमा रहेको छ। यसको ह्यान्ड र बटममा चाहिँ यस्तो खालको एलिगेन्ट डिजाइन पनि छ। मेरो साथी आशाको गिफ्ट देखाउन जाँदैछु। उसले पनि मलाई वान पिस गिफ्ट गरेको छ। यो वान पिस पनि एकदमै मन पर्यो, मलाई एकदमै मनपर्छ। मलाई पिङ्क कलर कसैले गिफ्ट दिनु चाहनु हुँदैछ, कसैले गिफ्ट दिनु हुँदैछ भने मलाई पिङ्क कलर चाहिँ एकदमै मनपर्छ है गाइज। अनि यसमा चाहिँ यो बेल्ट पनि आएको छ यस्तो खालको। सो यो पनि म तपाईँहरूलाई लगाएर देखाउने नै छु। सो यो वान पिस चाहिँ ब्राइट व्हाइट र पिङ्क कलरमा रहेको छ। यसको साइडमा पकेट छ भने यसको कलर पनि छ। त्यसपछि मेरो साथी रोजिनाले दिएको गिफ्टतिर लागौँ। यो चाहिँ बक्स प्यान्ट हो यस्तो खालको। यो तल यसरी यो स्ट्राइप छ, यसलाई बाँध्न नि मिल्छ, खोल्न पनि मिल्छ। र यो सँगसँगै उसले दिएको थियो मलाई यो इयरिङ्स। यो इयरिङ्स पनि एकदमै मन पर्यो। अनि सबसे मन परेको चाहिँ मलाई यो हो। यो यस्तो खालको यस्तो हार्ट शेपको छ, एकदमै मन पर्यो मलाई यो चाहिँ। थ्याङ्क यू। यो चाहिँ ब्ल्याक कलरको बक्स प्यान्ट हो, दुवैतिर बक्स पकेटहरू पनि छ। अनि हार्ट सेटको पेन्डेन्ट र यो इयरिङ्स पनि एकदमै दामी लाग्यो। अब चाहिँ रहेको छ लास्ट बट नट द लिस्ट मेरो साथी तेजले दिनुभएको बर्थडे गिफ्ट। यो चाहिँ कुर्ता सुरुवाल सेट हो। अनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो कलरमा छ। यो चाहिँ मेरै चोइसको हो है बाइ द वे। अनि सिम्पल व्हाइट कलरमा कुर्ता, यसमा यस्तो छ नेक। अनि एकदमै सिम्पल अब सुरुवाल छ, केक पनि छैन है यसमा डिजाइनहरू। यो चाहिँ 3XL को रहेछ क्यारे, होइन 2XL रहेछ, तर मलाई ठुलो हुन्छ। अनि यसलाई अलिकति घटाउनु पर्ने हुन्छ। मैले एकचोटि धोइसकेँ घट्छ भनेर। सो कुर्ता चाहिँ घट्यो, सुरुवाल चाहिँ अलिकति मैले यहाँ इलास्टिक चाहिँ राख्नुपर्ने हुन्छ। अनि त्यसको सल चाहिँ एकदमै मन परेको चाहिँ मलाई यसको सल हो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ यो सल चाहिँ, फ्लोरल डिजाइनको। म तपाईँहरूलाई लगाएर देखाउँछु। सो यो कुर्ताको नेकमा चाहिँ एकदमै क्युट सानो सानो फुलहरू रहेको छ। ऐना पनि छ त्यसमा, ब्लू र पिङ्क कलरको। साइडमा पकेट छ भने फ्लोरल डिजाइनको सल पनि रहेको छ। यो गर्मीमा लुगा चेन्ज गर्दा मेरो हालत खराब भयो, पसिना आयो। अनि मेरो गिफ्टहरू चाहिँ यति नै हो। मेरो बर्थडेमा चाहिँ लिमिटेड मान्छेहरू मात्रै हुनुहुन्थ्यो। सो मलाई चाहिँ एकदमै मन पर्यो। सबैजनालाई धेरै धेरै धन्यवाद फर दिस लभली लभली गिफ्ट। अनि मलाई चाहिँ एकदम मन पर्यो। म सबै गिफ्टहरू अब पालो घुम्न जाँदाखेरि लगाउने नै छु। अनि तपाईँहरूलाई मेरो यो मिनी ब्लग कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। सी यू नेक्स्ट भिडियो। टिल देन बाई बाई।